हेलो गाइस, फेरि पनि स्वागत छ। हामी चाहिँ अब पैसाहरू हामीले जम्मा गरेको थियो। अब घरमा एउटा साधन त चाहिन्छ नि, साधन चाहिन्छ। त्यही स्कुटी किन्न जानु लागेको हामी चाहिँ। होइन भाइ पनि मम्मी ड्याडीहरूमा हुनुहुन्छ। हामी चाहिँ अब स्कुटी किन गइरहेको छ। अनि ठुलोबा नि उहाँ चोकमा हुनुहुन्छ अरे। चोकमा हामी जान लागेको, अनि ठुलोबामै हुनुहुन्छ। ठुलोबाले यताउति गरिदिन्छ नि त। अनि हो त्यही हो, मिडल क्लास फ्यामिलीको अलिअलि इच्छाहरू त हुन्छ। अब आज स्कुटी किनेछौँ। एउटा सपना हुन्छ नि, एउटा सपना पुरा गर्न गइरहेको छ। आई होप तपाईँहरूले साथ सपोर्ट गरिदिनुहुन्छ होला। अझै साथ सपोर्ट गरिदिनु होला। सब्सक्राइब, लाइक, कमेन्ट सबै गरिदिनु होला। अहिले चाहिँ हामी जाने त के गर्ने, हामीसँग हिँड्ने यहाँसम्म। हामी त्यही अटो ल्याएर रोक्छौँ। हामी चाहिँ स्कुटी किन्न जाने होइन। त्यही हिँड्नु त लाग्यो। कतिको खुसी भइरहेको, खुसी छ नि बाबु, खुसी छ नि होइन। खुसी छ बा तपाईँ? भन्नु न, खुसी छै छैन? खुसी छै छैन भन्नु न। भन्नु न, केही त भनिदिनु ल। खुसी छै छैन भन्नु न। खुसी छै छैन भन्नु न एकचोटि। हामी चाहिँ जानु लागेको गाइस। अब म चाहिँ अब वहीँ स्कुटी किन्ने ठाउँमै गएर भेट्छु है त। अहिले गाइस हामी चाहिँ अब यहाँ आइसक्यो स्कुटीको सोरुममा। अब हामीले कुन स्कुटी किनेको भन्दाखेरि चाहिँ यो स्कुटी किनेको। यो स्कुटी चाहिँ किनेको, कस्तो लाग्यो हजुरलाई कमेन्टमा भनिदिनु है त। स्कुल सोरुमको नाम चाहिँ यो हो। सोरुमको नाम चाहिँ हामीले किनिसक्यो। अरूको पनि सबै किनिसक्यो। भिडियो गर्न मिल्छ नि? भिडियो गर्न मिल्छ गर। यहाँ चाहिँ सोरुम हो। टम्नेहरू छ स्कुटीहरू यहाँ। तपाईँलाई नि किनेर आउनु मन छ भने यहाँ बर्दिवास यहाँबाट देब्रेपट्टि छिरेर यहाँनिर छ। स्कुटीहरू राम्रो छ स्कुटीहरू। यो कन्डिसन पनि छ। राम्रो छ। अब हामी चाहिँ घर पुग्नु पर्ने हुन्छ। घर पुगेपछि हजुरहरूले खाजा जानुपर्छ। खाजा खाने बेलामा जानुपर्छ। खाजा खान जान्छ हामी। यो पुरा भयो, सपना पुरा भयो। एउटा सानो सपना थियो, त्यो पुरा भयो। अब अरू अनि बिस्तारै हुँदै गर्छ। यहाँ एउटा सिसा रहेछ। खुसी छौँ। ड्याडी मम्मीहरू सबै यहाँ खुसी हुनुहुन्छ। राम्रो छ स्कुटी, राम्रो छ। कस्तो लाग्यो? राम्रो छ, खान्छ राम्रो छ। तपाईँलाई कागजपत्रहरू गएर आइयो। अनि अहिले चाहिँ स्कुटी घरमा आइसकेको छ। फाइनली स्कुटी चाहिँ आइसकेको थियो। एउटा सपना त्यो चाहिँ यहाँ छ। कस्तो देखेछ गाइज? लुक्स हेर्नु न, यसको लुक्स। अरे बाफ्रे, यस्तो छ लुक्स। अनि मेरो घरको लुक्स यस्तो छ गाइज। यस्तो छ। स्कुटी यहाँ छ। त्यही त अब एउटा सपना हुन्छ यो किनौँ भनेर। त्यो सपना पनि आज पुरा भयो। अब अझै धेरै गर्नु बाँकी छ। लाइफमा। अहिले चाहिँ 5-6 बज्यो होला। साँझको 5-6 भइसक्यो। राति भइसक्यो गाइस। यस्तो साँझमा यस्तो छ। पछाडिबाट यस्तो छ।
घर अब सबैलाई धेरै धन्यवाद माया सपोर्ट देखाइदिनु भएकोमा अझै धेरै माया देखाइदिनुहोस् मेरो मेरो 1K सब्सक्राइबर पुर्याइदिनुहोस् सबैलाई प्लिज रिक्वेस्ट छ मेरो 1K पुर्याइदिनुहोस् अझै माया देखाउनुहोस् नयाँ हुनेहरू सब्सक्राइब लाइक कमेन्ट सबै बेल आइकन सबै थिच्नु गरिदिनुहोस् अहिले चाहिँ टाटा बाई बाई थ्याङ्क यू फर वाचिङ दिस भिडियो